Hello everyone, welcome to our channel. आज हामी डिसिप्लिन ट्रेडरमा हुने भनौँ मतलब तपाईँ हामी डिसिजन ट्रेडर भइसकेपछि डिसिप्लिनमा बस्नुपर्ने हुन्छ। डिसिप्लिनमा बस्नलाई चाहिँ हामीमा के हुनुपर्छ या कसरी ट्रेडर डिसिप्लिन ट्रेडर बन्न सकिन्छ भन्ने कुरा चाहिँ आज हेर्न गइरहेका छौँ है त। डिसिप्लिन बन्नु भएन भने तपाईँको मार्केटमा सस्टेन हुन सकिँदैन। सस्टेन नभएपछि तपाईँको क्यापिटल जतिसुकै क्यापिटल भए पनि इल्युजन भएर जान्छ या तपाईँको लस भएर जान्छ या लस हुन्छ भनौँ न, लस भएर जान्छ। त्यही भएर तल हेर्न त डिसिप्लिन वे टु डिसिप्लिन ट्रेडरका के छन् त्यहाँ। फर्स्टमा मार्केट इज अलवेज राइट एन्ड गोस भनेर थाहा पाउनु पर्ने हुन्छ हामीले। मार्केट चाहिँ तपाईँको जुनसुकै भनौँ न, मार्केटले तपाईँको सपोर्ट तोड्दाखेरि पनि रेसिस्ट तोड्दाखेरि पनि तपाईँको ऊ चाहिँ मार्केट सुप्रिम हो भने चाहिँ हामी सधैँ गर्नुपर्छ। अब मार्केटमा हामीले अब जब खान जान्छ, जबमा जाँदाखेरि भनौँ न, हाम्रो बसले जे काम गरा हुन्छ या हरा हुन्छ त्यही काम गर्नुपर्ने हुन्छ या तपाईँको उसले सहीलाई पनि रङ भन्न सक्छ या रङलाई पनि सही भन्न जस्तै सक्छ। त्यस्तै गरी मार्केटमा पनि हाम्रो सपोर्ट तानेको हुन्छ या रेसिस्ट तानेको हुन्छ, यताबाट सेलिङ आउनुपर्छ उताबाट बाइङ आउनुपर्छ भन्ने सोचेका हुन्छौँ, तर त्यो नहुन पनि सक्छ भनौँ न, नहुन पनि सक्छ। त्यस्तो बेला चाहिँ हामीले मार्केट इज अलवेज राइट एन्ड बोस भनेर चाहिँ मान्नुपर्ने हुन्छ। अब मान्नु तपाईँको कुनै पनि एउटा प्याटर्न बनिरहेको छ, बुलिस प्याटर्न बनाएको छ या बुलिस प्याटर्न बनिरहेको छ या तपाईँको पिनर प्याटर्न बनाएको छ, जुसै भनौँ न, एउटा क्यान्डल बनाएको छ, मारुति क्यान्डल बनाएको छ, बेसिकल क्यान्डल बनाएको छ, तर बन्दै पनि तपाईँको त्यही अनुसारको तपाईँले मार्केटले डिसिजन गर्दैन या तपाईँको तल जानुपर्ने ठाउँमा माथि जान्छ या माथि जानुपर्ने ठाउँमा तल जान्छ भने हामीले उसैको आधारमा मान्नुपर्ने हुन्छ। कहिलेकाहीँ तपाईँको बोस पनि कहिलेकाहीँ मिस्टेक हुन्छ भनेर बस्दाखेरि चाहिँ तपाईँको बोसले हामीलाई फायर गर्ने चान्सेस हुन्छ। त्यही भएर मार्केटमा चाहिँ हामी सस्टेन हुनलाई चाहिँ मार्केट इज अलवेज अ राइट एन्ड बोस इज अ माई बोस भनेर चाहिँ मान्नुपर्ने हुन्छ। त्यसको कारणले गर्दाखेरि या तपाईँको ग्याप डाउन हुँदाखेरि पनि ग्याप आउट हुँदाखेरि पनि यो त माथि नै जानु हुँदैन थियो, तल आउनुपर्ने, माथि गयो ला भनेर तपाईँले त्यस्तो बस्नु हुँदैन। सर्ट सेल यो त ओभर प्राइस भयो या अन्डर प्राइस भयो भने बाइङ सेलिङ चाहिँ कहिले पनि गर्नु हुँदैन। मार्केट इज अलवेज राइट एन्ड इज अलवेज अ बोस। अब अर्को हेरौँ है त, फियर। हामी पहिलेको भिडियोमा पनि हेरिसकेका छौँ फियरहरू कतिवटा छन् र कसरी कन्ट्रोल गर्न सकिन्छ भन्ने चाहिँ आज हेर्न गइरहेका छौँ है त। मेन भनेको तपाईँको टाइप्स अफ त हामीले पहिलाको भिडियोमा हेरिसकेका छौँ र कन्ट्रोल पनि हेरिसकेका छौँ। मेन भनेको तपाईँको एउटा फियर भनेको एउटा यस्तो पोइन्ट, यस्तो भनौँ न, यस्तो इमोसन हो जसले हामीलाई ट्रिगर गर्छ क्या कुनै पनि बाइङ सेलको लागि तपाईँको एउटा ट्रिगर पोइन्टको रूपमा हामीले काउन्ट गर्नुपर्ने हुन्छ यसलाई। त्यही भएर हामीले यो फियरलाई चाहिँ हामीले सधैँ कन्ट्रोल गरेर राख्नुपर्छ या तपाईँको म्यानेज गरेर राख्नुपर्छ भन्ने हुन्छ। अब फियर अफ मिसिङ आउट भयो भने तपाईँको या तपाईँको त्यो जुनसुकै फियर भनौँ न, अघिल्लो भिडियोमा बनाएको छु त्यो भिडियोहरू गएर हेर्नु होला, लिङ्कमा सेयर हेर्नु होला है त। त्यही भएर यसमा यदि तपाईँको फियर कन्ट्रोल गर्न जान्नु भएन भने स्टप लस लाग्ने चान्सेस हाई हुन्छ। यदि तपाईँको फियरलाई चाहिँ कन्ट्रोल गर्न जान्नुभयो भने त्यही फियरको आधारमा हामीले पैसा कमाउनु पनि सक्छौँ। जस्तै भनौँ न, हामीलाई फियर अफ मिसिङ आउट भइरहेको छ, तर किन भइरहेको छ, त्यो प्याटर्न कम्प्लिट हुन दिनु अनि त्यसपछि मात्र हामी ट्रेड गरौँला भनेर बस्नु सक्नुपर्ने हुन्छ। प्याटर्न कम्प्लिट नभइकन तपाईँले ट्रेड गर्न लाग्नुभयो भने तपाईँको लस हुने चान्सेस त हाई हुन्छ। अनि तपाईँको चाँडै निस्किनु थाल्नु भयो भने अब होइन, अब डिसिप्लिन ट्रेडर त बस्नु पऱ्यो। त्यसको लागि चाहिँ तपाईँको यो स्टप लस मार्केटमै तपाईँको भनौँ न, अहिले ट्रेडमै म यतिमा आए स्टप लस गर्छु, यतिमा आए बाई गर्छु भनेर चाहिँ आफूले मेनुअली राख्नु नै पर्ने हुन्छ। अब आएपछि मात्र म गरौँला, आएपछि मात्र बाई गरौँला, आएपछि मात्र सेभ गरौँला भन्नु थाल्नुभयो भने तपाईँको त्यो फियरले गर्दाखेरि या तपाईँको ग्रिडले गर्दाखेरि भनौँ न, मतलब इमोसनले गर्दाखेरि तपाईँले त्यो गर्न सक्नुहुन्छ। त्यही भएर फियरलाई चाहिँ कन्ट्रोलमा राख्नुपर्ने हुन्छ। त्यस हेर्नु चाहिँ भिडियो छँदैछ, तपाईँले हेर्नु होला है त। मैले भनेको लङ टर्म हामीले ट्रेड गर्दाखेरि उहाँको तपाईँ इन्भेस्टमेन्ट गर्दाखेरि लङ टर्म हेरेर गर्नुपर्ने हुन्छ। चाहे तपाईँको त्यो स्टप लस लाग्दा होस्, नराख्दा होस् या तपाईँको टिपी राख्दाखेरि होस्, हामीले मेन्युली तपाईँको टिपी र स्टप लस त तपाईँको अनिवार्य चाहिहाल्यो। मार्केट अनुसार चाहिँ तपाईँको टिपी चाहिँ साथै तलमाथि गर्न सक्नुहुन्छ। स्टप लसलाई पनि एकपटक राखिसकेपछि तपाईँको तलमाथि गर्न थाल्नुभयो भने तपाईँको बिग्रिन्छ। अब भनौँ मलाई तपाईँको लङ टर्म भनेको के हो, फोकस किन गर्नुपर्छ भन्दाखेरि हामीले सधैँ हाम्रो मार्केटले भनौँ हाम्रो सिस्टमले जे भनेको छ त्यही अनुसार फलो गर्ने हो। स्टप लस लाग्यो भने स्टप लस गर्ने हो, इन्ट्री लाग्यो भने इन्ट्री गर्ने हो, टिपी लाग्यो भने टिपी एक्जिट गर्ने हो। त्यही भएर हामीले सधैँ टिपी र एसएलमा भन्दा पनि हामीले डिसिप्लिन भएर प्रोसेसमा हाम्रो सिस्टमले के भनेको छ त्यसलाई चाहिँ एप्लाई गर्नतिर लाग्नुपर्छ। यदि होइन म सिस्टम नै एप्लाई गर्दिनँ भन्ने भयो भने तपाईँ टिपी र एसएलको पछाडि लाग्नु भयो भने तपाईँ सधैँ पछाडि पर्नुहुन्छ या तपाईँको प्रफिट हुने चान्सेस चाहिँ कम हुन्छ। प्रफिट भए पनि फेरि पनि लसमा जाने चान्सेस कम हुन्छ। त्यसले गर्दाखेरि हामी चाहिँ सधैँ
लङ टर्म प्रोसेसमा हेर्नुपर्ने हुन्छ। अलिकति ठुलो प्रफिट सानो लस र ठुलो लसलाई हेर्नु हुँदैन। त्यसको लागि चाहिँ हामीले मेन भनेको डिसिप्लिनमा बस्नलाई सिस्टम चाहिँ एप्लाई गर्नै पर्ने हुन्छ। सिस्टम भइसकेपछि मात्र तपाईँको लङ टर्ममा चाहिँ जान सकिन्छ भने मलाई हामी लङ टर्म खेल्न सक्छौँ। अर्को पोइन्ट हेरौँ त ऱ्यान्डम मार्केट सधैँ ऱ्यान्डम हुन्छ। डिसिप्लिन ट्रेडरले के बुझेको हुन्छ भन्दाखेरि माथि पनि जान सक्छ तल पनि जान सक्छ भन्ने कुरा बुझेको हुन्छ। साथसाथैमा उनले मार्केट जे पनि हुनसक्छ भनौँ मलाई कुनै न्युज आयो भने तल पनि जान सक्छ, कुनै क्राइसिस आयो भने तल पनि जान सक्छ या माथि पनि जान सक्छ। कुनै ठाउँमा वार भयो भने अचानक वार भयो भने अचानक तपाईँको केही नेचुरल डिजास्टर भयो भने भुटपाडी भूकम्प केही भयो भने भनौँ न, त्यसको लागि चाहिँ तयार भएर बसेको हुन्छ। त्यसको लागि चाहिँ स्टप लस अनिवार्य रूपमा उसले हालेर बसेको हुन्छ या टिपी चाहिँ हालेर बसेको हुन्छ। त्यसको लागि चाहिँ क्वान्टिटी म्यानेज गरेको हुन्छ। त्यसको कारणले गर्दाखेरि हामी मार्केट चाहिँ सधैँ जे पनि हुनसक्छ। यो कोइन उछाल्दाखेरि यो हेड पनि आउन सक्छ टेल पनि आउन सक्छ भनेर चाहिँ उसले इस्टिमेट गरेर राखेको हुन्छ। त्यसै अनुसार उसले क्वान्टिटी म्यानेज गरेको हुन्छ, यसरी म्यानेज गरेको हुन्छ। उसले हरेक कुरालाई म्यानेज गरेको हुन्छ। हाम्रो माइन्डमा डिसिप्लिन ट्रेडरमा को माइन्डमा चाहिँ सधैँ मार्केट चाहिँ सधैँ भोलाटाइल या ऱ्यान्डम हुन्छ भन्ने कुरा, जे पनि हुनसक्छ मार्केटमा भन्ने कुरा चाहिँ उसले बुझेको हुन्छ। अब अर्को हेरौँ न त प्रोबेबिलिटी माइन्डसेट भनेको के हो भन्दाखेरि मार्केट माथि पनि जान सक्छ तल पनि जान सक्छ। त्यसैको कारणले गर्दाखेरि म चाहिँ मार्केट कन्फर्म हुँदाखेरि पनि स्टप लस लाग्न सक्छ भनेर चाहिँ उसले ध्यान दिएको हुन्छ। त्यसले गर्दाखेरि यो मैले ट्रेड गर्दाखेरि बाई चान्स स्टप लस लाग्दाखेरि मेरो कति स्टप लस लाग्छ, टिपी लाग्दाखेरि कति लाग्न सक्छ, मैले कति क्वान्टिटी म्यानेज गर्न सक्छु भनेर चाहिँ पुरा पहिल्यै उसले थाहा पाउनु पर्ने हुन्छ। उसले चाहिँ डिसिप्लिन ट्रेडरले चाहिँ थाहा पाएको हुन्छ भनौँ न। अब तपाईँको लस हुँदाखेरि म कतिसम्म लस गर्न सक्छु त, ल बाई चान्स मेरो लस हुँदै आयो भने म कतिसम्म लस गर्छु त भने चाहिँ उसले पहिले नै उसको माइन्डमा सेट भइसकेको हुन्छ। यदि तपाईँको माइन्डमा तपाईँको लस हुने चान्स हाई पनि छ, प्रोबेबिलिटी प्रफिट हुने पनि चान्स हुँदै पनि उसले चाहिँ दुईतिरलाई प्रफिटलाई पनि ध्यान दिएको हुन्छ भने स्टप लसलाई पनि ध्यान दिएको हुन्छ। त्यसपछि उसले क्यालकुलेसन गर्न थाल्छ मेरो स्टप लस हुने चान्सेस कति हुन्छ भनेर चाहिँ हेरिसकेपछि उसले मेरो प्रोबेबिलिटीमा कति पैसा भनौँ एमाउन्ट कति हुन्छ भनेर उसले क्यालकुलेट गरेको हुन्छ। त्यसपछि उसले यदि तपाईँको धेरै तपाईँको लस हुने चान्सेस छ भने उसले क्वान्टिटी घटाउँछ या तपाईँको टार्गेट वा तपाईँको रिस्क टु रिवार्ड रेसियो हेर्छ। उसले धेरै कुरा हेरेर मात्र उसले ट्रेड गर्छ, अन्यथा उसले ट्रेड गर्दैन। जे पनि हुनसक्छ भने चाहिँ उसले चाहिँ स्टप लस लाग्नु पनि सक्छ भने चाहिँ उसले काम गरेको हुन्छ। अब अर्को कतिको बुझिरहनु भएको छ या कतिको नलेजेबल भइरहेको छ लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सनु होला है त। अब अर्को पोइन्ट भनेको तपाईँको के छ भन्दाखेरि फाइन्ड द एज ओभर सिस्टम भन्छ। मेन पहिला एज मेन आउँछ। एज भनेको के हो भन्दाखेरि कुनै पनि ट्रेड गर्दाखेरि मेरो कतिसम्म स्टप लस हुन्छ या कतिसम्म टिपी हुन्छ या कतिसम्म क्वान्टिटी ट्रेड लिँदाखेरि हुन्छ भने चाहिँ उसले फर्स्टमै अघि नै प्रोबेबिलिटी अफ माइन्ड जस्तै गरी उसले पहिले डिसिजन गरेको हुन्छ। उसले म यतिसम्म लस गर्न सक्छु है भनेर चाहिँ उसले क्वान्टिटी म्यानेज गरेको हुन्छ या स्टप लस म्यानेज गरेको हुन्छ। स्टप लस यति छ भनेपछि तपाईँको $10 छ भनेपछि कति क्वान्टिटी लिने हो भनेको कुरा उसले आफैले क्वान्टिटी डिसिजन गरेको हुन्छ। यदि तपाईँको $10 होइन $5 छ, रिस्क टु रिवार्ड धेरै छ भने उसले आवश्यकता अनुसार मोडिफाई गरेर उसको क्वान्टिटी म्यानेज गर्न सक्छ। त्यही भएर आफूले लस गर्ने क्यापासिटी कति छ पहिले थाहा पाउनु पऱ्यो। त्यसको थाहा पाउनलाई त तपाईँले सिस्टम डेभलप गर्नुपर्ने हुन्छ। सिस्टममा डेभलप भइसकेपछि मात्र मेरो रिस्क टु रिवार्ड यति हुन्छ, विन रेसियो यति छ भनेर कन्फर्म हुन्छ। त्यसपछि मात्र अनि उसले एउटा ट्रेड गर्न सक्छ। यदि तपाईँसँग सिस्टम छैन भने त्यसले तपाईँले एज चाहिँ तपाईँको भनौँ न मैले यति क्यापासिटी छ, मेरो लस गर्ने क्यापासिटी छ, मेरो यति विन गर्ने क्यापासिटी छ, मेरो यति रिस्क रिवार्ड रेसियो छ भनेर चाहिँ त्यसपछि मात्र थाहा पाउन सक्छ सिस्टममा। म पछि भिडियो बनाउँदै जाउँला सिस्टममा कुनै पनि ट्रेडिङ सिस्टम भइसकेपछि यो सिस्टममा चाहिँ के हुनुपर्छ, गुड क्वालिटी अफ द सिस्टम भनौँ मतलब ट्रेडिङ सिस्टममा चाहिँ कुन क्वालिटी हुनुपर्छ भनौँ, स्ट्राटेजीमा चाहिँ कुन गुड क्वालिटी हुनुपर्छ या कुन क्वालिटीहरू हुनैपर्छ भन्ने कुरा चाहिँ म पछिल्लो भिडियोहरू बनाउँदै जाउँला। त्यसको लागि चाहिँ अहिलेलाई चाहिँ यो भिडियोहरू लाइक सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है त। मन परिरहेको छ भने सेयर पनि गरिदिनु होला। केही प्रब्लम या केही क्वेसन छ भने कमेन्टमा लेखिदिनु होला है त। आजको लागि धन्यवाद। लाइक सेयर सब्सक्राइब गरिदिनु भएकोमा थ्याङ्क यू।